हेलो एभ्रिवान, आई होप सबैजनाको तिहार रमाइलो भयो होला। हामी चाहिँ आज बिहान उठेर भाइटिकाको लागि स्पेसल सप्तरङ्गी रङ तयार पार्दैछौँ। हाम्रो तिहार चाहिँ म, दिदी, दाइ र नानी भएर मात्रै मनाउँदैछौँ। दिदीले चाहिँ ढोका छेकेर चाहिँ आजको तिहार दिदीले सुरुवात गर्नुभयो। दिदीले सुरुमा ढोका छेक्नुभयो, अनि त्यसपछि चाहिँ ओखर फुटालेर अनि बिमुरोलाई पूजा गरेर हामीले चाहिँ बाहिर बाटोमा फालिदियौँ। अनि त्यसपछि चाहिँ हामीले दाइलाई आरती उतारेर अनि त्यसपछि पहिला सुरु तेलको धारा दिँदै 3 चोटि घुम्यौँ। अनि सँगै लगत्तै मैले पानीको धारा दिएर फेरि पुनः 3 पटक हामीले घुम्यौँ। अनि त्यसपछि चाहिँ दाइको शिरमा कानमा तोरीको तेल लगाइदियौँ। अनि त्यसपछि फुलले चाहिँ शिरमा कुममा फेरि पुनः पूजा गर्ने काम गर्यो। सधैँ मम्मीसँगै लाउने गरेको, त्यही भएर पूर्ण विधि मम्मीले भनेर गर्ने भएको भएर दुईजना मात्रै हुँदा अलिकति कन्फ्युजन त भयो। तर जेनतेन हामीले तिहारको विधि चाहिँ पुऱ्यायौँ। अनि दाइलाई के अरे दही सगुन खुवाएर अनि दाइलाई हामीले ल्याएका लत्ता कपडा अनि भाइ मसलाहरू दियौँ। दाइले नानीलाई टिका लगाइदिनु भयो र उसलाई भाइ मसलाहरू पनि दिनुभयो। त्यति गरिसकेपछि हामीले चाहिँ सानो फोटोसुटको कार्यक्रम राखेर चाहिँ अनि हामीले खानातिर लाग्यौँ। खाना खाएर एकछिन रेस्ट गऱ्यौँ र फेरि दाइ चाहिँ घर फर्किनु भयो। यसरी हाम्रो यो पालिको तिहार रमाइलो गरेर त्यसको सानो झलक हजुरहरूलाई ल्याएको छु। आई होप यु अल इन्जोय इट। थ्याङ्क यू, बाई, ह्याप्पी तिहार वन्स अगेन, सी यू।